नमस्कार, म डाक्टर क्रिस्टिना गेवाली, कन्सल्टेन्ट अर्थोडोन्टिक्स, हाल यस समाज डेन्टलको विभिन्न शाखामा कार्यरत छु। बाङ्गोटिङ्गो दाँतलाई सोझो बनाउने विभिन्न तरिकाहरू छन्, जस्तै मेटल ब्रेसेस, सेरामिक ब्रेसेस, सेल्फ लिगेटिङ ब्रेसेस र क्लियर अलाइनर्स। आज म हजुरलाई क्लियर अलाइनर्सको बारेमा भन्न गइरहेको छु। क्लियर अलाइनर्स भनेको अहिलेको दन्त चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो उपलब्धि हो। क्लियर अलाइनर्स भनेको बाङ्गोटिङ्गो दाँतलाई सोझो बनाउने एक आधुनिक र अत्यन्त लोकप्रिय विधि हो। यो परम्परागत ब्रेसेस भन्दा निकै नै सजिलो, सफा र कम देखिने भएकोले सबै उमेरको समूहमा लोकप्रिय बन्दै गइरहेको छ। क्लियर अलाइनर्स कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ पारदर्शी ट्रान्सपेरेन्ट प्लास्टिक कार्ट्रिजहरू हुन्छन् जुन दाँतको आकार अनुसार बनाइएको हुन्छ र यो क्रमशः परिवर्तन गर्दै लैजाँदाखेरि चाहिँ दाँत आफ्नो सही ठाउँमा मुभ हुँदै जाने गर्दछ। यसका फाइदाहरू निकै नै छन्, जस्तै यो क्लियर अलाइनर्स निकै नै एस्थेटिक हुन्छ, सजिलो र आरामदायी हुन्छ भन्नाले कुनै पनि चोटपटक जस्तै तारहरूबाट हुने घाउहरू केही पनि हुँदैन, खानामा कुनै पनि प्रतिबन्ध हुँदैन, ब्रस र फ्लस गर्न निकै नै सजिलो हुन्छ। क्लियर अलाइनर चाहिँ दिनमा 20 देखि 22 घण्टा लगाउनु पर्दछ र यो हरेक 7 देखि 14 दिनमा परिवर्तन गर्नु पर्दछ र यो टाइम कति राख्ने भनेर चाहिँ आफ्नो दन्त चिकित्सकको परामर्श अनुसार र सल्लाह अनुसार मात्र हुन्छ। क्लियर अलाइनर्स लाउँदाखेरि मान्नुपर्ने केही टिप्सहरू चाहिँ यस्ता छन्। 20 देखि 22 घण्टा लगाउनु पर्दछ। यदि अलाइनर हराएमा डेन्टिस्टलाई तुरुन्तै खबर गर्नुपर्दछ। निर्धारित दिनमा नै यसलाई परिवर्तन गर्नुपर्दछ। परिवर्तन गर्ने समय कि बिहान या रातिमा गर्यो भने निकै नै सजिलो, एडजस्ट हुन सजिलो हुन्छ र पुरानो अलाइनर्सहरूलाई सुरक्षित रूपमा राख्नुपर्दछ। अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि क्लियर अलाइनर्स भनेको अहिलेको निकै नै लोकप्रिय विधि हो, तर सबै समस्याको लागि यो उपयुक्त नहुन पनि सक्दछ। गम्भीर दन्त समस्या, जटिल माल अक्लुजनहरूमा ब्रेसेसै चाहिन पर्ने कन्डिसन पनि हुन सक्दछ। त्यही भएर आफ्नो उपचार गर्नुभन्दा अगाडि दन्त चिकित्सक अर्थात् कन्सल्टेन्ट अर्थोडोन्टिक्ससँग मूल्याङ्कन र सल्लाह परामर्श लिन निकै नै जरुरी छ।